अन्तरिम सरकार पनि कांग्रेस एमालेकै पारामा पूर्व सरकार कांग्रेस एमालेकै सरकारको पारामा चलिरहेको छ। रवि लामेछानेलाई झुटो मुद्दा र झुटो आरोप लगाएर थुनिएको भन्ने कुरा त सारा संसारलाई थाहा छ। आज त्यसै क्रममा यो सहकारी पीडितहरूले आन्दोलन गरेको रहेछ। त्यहाँ भनिरहेको छ दुर्गा परसाईलाई पनि, दुर्गा परसाईको पनि थोरै आन्दोलन आइरहेको रहेछ है। त्यहाँ भनिरहेको छ केही आइमैहरूले पनि हो कांग्रेस एमाले सगाई ठगेकै हो, तर रविले पनि अलि तिनीहरूसँग मिलेको अलिअलि खायो होला भन्। अरे बाबा तिमीहरू भेडाहरू, नेपालको जनता सम्पूर्ण जनताहरू भेडाहरू। एउटा कुरा म के भन्न चाहन्छु भन्दा राम्ररी सुन, यो भिडियो सुन है। रविले कांग्रेस एमालेहरूसँग सरकार बनाउन त बनायो, गयो सरकारमा सहभागी भयो। किन भयो थाहा छ? तिमीहरू भेडाहरूलाई नै सुविधा दिनलाई, तिमीहरू भेडाहरूको लागि नै उनले नियम कानुन सुशासन बनाएर तिमीहरूलाई न्याय दिनको लागि नै गएको थियो। तिमीहरू जस्तै सहकारी पीडितको भेडाहरूलाई सरकारमा गएर गृहमन्त्री भएर तिमीहरूको प्रब्लम सल्भ गर्न गएको थियो। तिमीहरूको जति पनि पैसा डुबेको थियो नि त्यो कांग्रेस एमालेबाट निकालेर दिनको लागि, दिलाउनका लागि गएको थियो। तिमीहरूलाई न्याय दिनको लागि गएको थियो, देश बनाउनको लागि गएको थियो। भेडाहरू तिमीहरू थिएनौ त? चुनाव हामीले चुनाव दुईचोटि दिएर रविलाई जिताएको, रविले के गरेर देखायो भनेर तिमीहरूले नै आरोप लगाएको होइन रविलाई। अनि भनिरहेछौ भेडाहरू रविले खायो होला, तिमीहरूसँग प्रमाण छ खाएको? ए भेडाहरू, रविले 1 रुपैयाँ पनि सहकारीबाट खाएको छैन। रवि सहकारी ठग होइन, देश बनाउनु गएको भेडाहरू। कहिले तिमीहरूको दिमाग खुल्छ? तिमीहरूको आँखा कहिले खुल्छ? तिमीहरूको आँखामा त रुमाल बानिएको छ, तिमीहरूको दिमागमा त नि दिमाग बन्द भएको छ, तिमीहरूको हृदय नि ढुङ्गा भएको छ, कठोर भएको छ। ए दुष्टहरू, बुझ्ने कोसिस गर। रविले सहकारी ठगेको छैन, 1 रुपैयाँ पनि खाएको छैन, 1 रुपिस पनि खाएको छैन रविले। रवि निर्दोष छ। आज झुटो मुद्दा र झुटो आरोपमा उसलाई सात-सातवटा अदालत पुर्याइएको छ, तर केही प्रमाण भेट्यो त उसले खाएको? भेट्न सक्यो अदालतले पनि। सात-सातवटा अदालतले के अरे अनुसन्धान गर्दा पनि, अनुसन्धान छानबिन समितिले गर्दा पनि 1 रुपैयाँ पनि खाएको छैन। गोर्खा मिडियामा त रविको लगानी नै होइन, ऊ त त्यहाँको मालिक पनि होइन। एउटा एमडी भएको रूपमा, एमडी भएर कर्मचारीको रूपमा उसले कर्मचारीहरूलाई सेलेरी दिनु पर्यो। कसैले कम्पनी खोल्छ भने म त्यो कम्पनीको एमडी अथवा म्यानेजर हो भने मैले, मेरो पनि कर्तव्य बन्छ कि त्यो कम्पनीबाट भएका स्टाफहरूलाई, ठुक्क दुष्टहरू, त्यो भएको कम्पनीको वर्करहरूलाई, इम्प्लोइहरूलाई मैले सेलेरी दिन बाध्य हुन्छु म। मेरो पनि साइन चाहिन्छ होला दिनलाई, पैसा निकालेर दिनलाई। अनि रविले त्यही काम गर्यो। अनि रवि कसरी गलत भयो? गोर्खा मिडिया भनेको यो जीबी राईले खोलेको, छविला र जीबी राई हो त्यसको मालिक। तिनीहरूलाई कारबाही गर्न, रविलाई किन कारबाही गर्छस्? रवि त्यहाँ काम गर्ने व्यक्ति मात्रै हो। बिचरा रविलाई फसाएको। रविको पनि अलिकति दिमाग नभएकै हो, साँच्चै भन्छु। नरिसाउनु होला सबैजना। यस्ताहरू गद्दारहरूसँग किन तपाईँ मिल्नुभयो? यस्तो गद्दारहरू जीबीको कम्पनीमा काम गर्नुभयो, त्यो पहिलो गल्ती भयो तपाईँको। तपाईँलाई पनि के थाहा थियो त्यहाँनिर यस्ता फ्रडहरू थियो भनेर? जीबी राई ठग हो, फ्रड हो, फटा हो। धनराज गुरुङ पनि फटा हो। माया राई पनि कांग्रेसको सांसद, पूर्व सांसद पनि फटा हो, सगाई ठग्ने हो। ऋषिकेश राज पोखरेल एमालेको नेता, यिनीहरू सबै ठगहरू हो। अनि यस्ता ठगेर नसमाउने, जेल हाल्न नसक्ने 76 जना, 76 जेनजिती कलिला कलेजका भाइ बहिनीहरूलाई गोली ताकी हान्ने हत्याराहरूलाई समाउन नसक्ने, अनि आन्दोलन गरेर निर्देशन दिने सुदन गुरुङ जस्तो व्यक्ति। जेनजीको लिडरहरू सबै विदेशीबाट चलेको छ। ती निर्दोष व्यक्तिहरू मरेको हो, मारिएको छन्। ती जुन निर्दोष व्यक्तिहरू आन्दोलन गरिरहेका छन् उनीहरूलाई केही थाहा छैन। अब अर्को कुरा रह्यो, कांग्रेस एमाले रको एजेन्ट हो, विदेशबाट चलेको हो। कांग्रेस एमाले डाइरेक्ट आदेश दिएर, रमेश लेखक र केपी ओलीले डाइरेक्ट आदेश दिएर ती कलिला भाइ बहिनीहरूलाई गोली ठोकी ताकी यहाँ मारेको छ। अनि यस्तो हत्याराहरूलाई अझसम्म खुल्ला छोड्ने अहिलेको अन्तरिम सरकार पनि सरकार हो। सुशीला कार्कीज्यूलाई यो भन्न चाहन्छौँ, अब पनि तपाईँले नसोच्ने हो भने, तपाईँले नगर्ने हो भने नि तपाईँलाई नि त्यही प्रधानमन्त्री कार्यालयबाट तानेर घिसाएर लिएर जनताले आगो लगाउँछ रोडमा। अनि अदालतको न्यायाधीशलाई पनि आज रविलाई जसरी पनि सिद्ध्याउने, रविलाई चुनाव लड्नै नदिने
चुनाव लड्नै नपाउने नदिने तरिकाले अदालतले पनि अहिले बाहना बनाउँदै एउटा न एउटा बाहना बनाउँदै झोले झ्याम्टे न्यायाधीशहरूले रविलाई सिध्याउन खोजिरहेको छ। चुनाव लड्न दिन नदिन एउटा षड्यन्त्र गरिरहेको छ काङ्ग्रेस एमालेको दममा। काङ्ग्रेस सबै न्यायाधीशहरू काङ्ग्रेस एमालेको झोलेहरू छन्, पार्टीको झोलेहरू छ। अनि कसले न्याय दिन्छ रवि लामिछानेलाई? जनता त भेडा भइगयो। जनता रोडमा आउनुपर्ने ठाउँमा अहिले त सिंहदरबार जलाउँदै ठिक छ जनताहरूलाई। नेपालको सार्वजनिक सम्पत्ति र संरचनाहरू र नेपालको ऐतिहासिक सम्पत्तिहरू जलाउँदै ठिक छ नेपाली जनताहरूलाई। अरे एउटा युवकहरू देश बनाउँछु भनेर आएको छ, देश बनाउनु देऊ न। रवि चाहिँ मेरो बाउपट्टि नि होइन, आमापट्टि पनि होइन यार, मेरो कोही पनि पर्दैन यार। कुन जातको के जातको मलाई मतलब भएन, खल्लीबल्ली म जातभात छुटाउँदिनँ। जातभात छुटाउनेले गर्दै आज देश नबनेको यो। तर रवि एउटा देश बनाउँछु भनेर आएको छ एउटा युवकलाई देऊ न क्या, देश बनाउनु देऊ। दुष्टहरू शैतानहरू देऊ क्या, केही गर्छु भनिरहेको छ क्या, देऊ उसलाई देश बनाउनलाई। देश बनाउँछु भनिरहेको छ, देश बनाउन देऊ रविलाई। अरे यार निकाल न बाहिर, निकाल यार। रविले सगाई ठगेको छैन, रवि पनि तिमीहरूले अझैसम्म पनि उसलाई जेलमा कोचिरहेको छौ। यो चुनावमा नलडोस्, यो चुनाव नजितोस् र प्रधानमन्त्री नहोस् भन्ने तिमीहरूको खेल भइरहेछ। एनजिओ आइएनजिओ यो सबै विदेशी संस्थाहरू लागि परेको छ रविलाई सिधाउनलाई। सबै विदेशीहरू लागि परेको छ रविलाई सिधाउनलाई। आज नेपालले मात्रै गरेको भए, नेपालको सरकारले मात्रै गरे भए यो नि उहिले रवि छुटिसक्थ्यो। तर यही नेपालको सरकारलाई प्रयोग गरेर विदेशीले प्रयोग गरिरहेको छ रविलाई सिधाउनको लागि। विदेशीको कुरा नसुन्ने रवि लामिछानेले, गृहमन्त्री 4 महिना हुँदाखेरि दूतावासको कुरा नसुन्ने, भारतको दूतावासको कुरा नसुन्ने, अमेरिकाको दूतावासको कुरा नसुनेपछि, चाइनाको दूतावासको कुरा नसुनेपछि सबै विदेशीहरू एक भएर मिलेर अहिले रविलाई सिधाइरहेछ। अहिले रविको मुद्दा के हो क्या यार, के हो म त बुझ्न सकिनँ। अन्तर्राष्ट्रिय अदालत छ भने जाउँ न, अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल न। एउटा अन्तर्राष्ट्रिय अदालतले पनि रविको मुद्दा हेर्न नसक्ने कस्तो अन्तर्राष्ट्रिय अदालत हो यो? कस्तो अन्तर्राष्ट्रिय अदालत हो यार? रविलाई यो फागुन 21 गते भन्दा अगाडि निकाल क्या, निकाल। चुनाव लड्न देऊ, देश बनाउन देऊ क्या। जर्जर अवस्थामा देश पुगेको छ। आज नेपाली जनताहरू सयौँ लाखौँ करोडौँ आज विदेशमा अरूको देशमा गुलामी गरिरहेको छ क्या यार। देऊ क्या उसलाई देश बनाउनलाई। उसले केही गर्छ क्या यार? भ्रष्टाचारीहरूलाई सबैलाई सिध्याउँछ, सबैलाई जेल कोचेर र भ्रष्टाचार बन्द गराउँछ र देश विकास हुन्छ। केही न केही नेपाली जनताहरूले रोजगार त गर्न पाउँछ, केही व्यापारीहरूले बिजनेस राम्रोसँगले बिजनेस गर्न सक्छ र केही बेरोजगारीहरूले रोजगार पाउँछ। थुक्क गदाहरू। नेपालको उद्योग कलखाना बन्द गरिएको छ, त्यो खोल्छ। धेरै नेपालीहरू विदेश जानु पर्दैन। पहिला हेर्ने भने 2046 सालभन्दा उता कोही नेपाली विदेश जान्थ्यो रोजगारको लागि, श्रमको निम्ति जाँदैन थियो। आज कसरी गयो त? सबै काङ्ग्रेस एमाले माओवादीहरूले विदेशको षड्यन्त्रपूर्वक षड्यन्त्रले आज नेपाल देशको उद्योग कलखाना बेच्यो, नेपालको खोला नालाहरू बेच्यो, नेपालको भूभागेरी बेच्यो। अब त कान खोला न हो भेडाहरू, कान खोला न। को सही छ को गलत छ त्यो त हेर। अनि टिकटकतिर आएर गरिरहेछ सगाई ठगेलाई बचाउनु पर्ने यस्तो कमेन्ट गरेको छ। काङ्ग्रेस र एमाले फालेको हड्डी जुठो खाएर तिमीहरू बनेको व्यक्तिहरू रविलाई त्यतिकै झुटो आरोप नलाऊ क्या। अनि भनिरहेका छन्, कसैले भिडियो बनाएर भनिरहेको छ रविको पक्षमा बोल्यो भने रवि घन्टी अनि रविको झोले भयो अरे। बालेनको विषयमा बोल्यो भने बालेनको झोले भयो अरे। रविलाई गाली गरेर बालेनको विषयमा बोल्यो भने बालेनको झोले भयो अरे। हर्क साम्पाङलाई सपोर्ट गरेर बालेनको विरोधमा बोल्यो भने हर्कको झोले भयो अरे। अब कुलमानको सपोर्ट लिएर कुलमानको सपोर्टमा बोल्यो भने कुलमानको झोले भयो अरे। होइन, म त यो के सुन्नुपर्छ क्या यो नेपाल देशको मान्छेहरू नेपालीहरूदेखि यार। यो हामीले अपेक्षा गरेको कुरा होइन क्या। तिमीहरू एक आपसमा किन झगडा गर्छौ, किन गाली गर्छौ क्या एक आपसमा? अनि तिमीहरू जातभात छुटाउँछौ, तिमीहरू जातभात भन्दै यो क्षेत्री बाहुन, यो दलित, यो कामी, यो जनजाति, यो न्यावर, यो श्रेष्ठ, यो गुरुङ, यो तामाङ, यो भोटे, यो शेर्पा किन यसरी छुटाउँछौ क्या तिमीहरू? एक आपसमा किन गाली गर्छौ? वास्तवमा नेपाल देशको ओरिजिनल जनजाति को? नेपाल देशकै माटोबाट उम्रेको चाहिँ को? अनि तिमीहरूलाई म भन्न चाहन्छु यसको सपोर्ट त्यसको सपोर्ट किन बार
एउटा मान्छेलाई लक्ष्य गरेर तिमीहरूले जहिले पनि खेदो गर्छौ यार। कसैको झोले बन्नु छैन हामीहरूलाई, कसैलाई खुसी बनाउनु छैन, कसैलाई पनि खुसी बनाउनु छैन। न रविलाई, न बालेनलाई, न हर्कलाई, न स्कुलमानलाई, न गोपी हमाललाई, न राजालाई, न बादीलाई, सादीलाई, होइन कसैलाई पनि हामीले खुसी बनाउनु छैन। हामीलाई हाम्रो देश चाहिएको, हाम्रो राम्रो गुड लिडर चाहिएको, राम्रो सरकार चाहिएको। त्यो गर्ने भनेको रवि लामिछाने मात्रै देख्यौँ हामीले। म छेत्री बाहुनको छोरा होइन, म दलितको छोरा हो, म जनजातिको छोरा होइन। गाली नगर न यार, बन्द गर क्या जातवाद छुटाउनु अहिले बन्द गर, धर्मको विरोध राजनीति गर्न बन्द गर, जातीय राजनीति गर्न बन्द गर क्या तिमीहरूले। अहिले देश कसरी निर्माण गर्ने? भारत र चाइनाले कब्जा गर्दैछ नेपाल देश, थाहा छ तिमीहरूलाई? विदेशीले आँखा गाडेको छ नेपाली भूभागमाथि, नेपाल देशमाथि। यति कुरा बुझ्दैनौ भेडाहरू? तिमीहरू भेडाहरूले नबुझेको कारणले गर्दाखेरि आज निर्दोष व्यक्ति देश बनाउँछु भनेर आएको व्यक्ति जेलमा छ। आज कसले फसाएको रवि लामिछानेलाई? किन फसाइएको यो तिमीहरूले बुझेछौ? कुन कारणले फसाएको बुझेको छ? झोलेहरू सबैजनालाई शङ्का मात्रै छ। हो लाग्छ होला तिमीहरूलाई रवि काङ्ग्रेस एमालेसँग मिल्यो, काङ्ग्रेस एमाले सरकारी ठग्यो, भ्रष्टाचार गर्यो, तर रविले अलिकति मात्रै गरे, धेरै गरेन भने तिमीहरूको दिमागमा आउँछ यो कुरा। तर अनुसन्धान गरी हेर न, खोजी गर न, रविले गरेको छ कि छैन त्यो त प्रमाणित हुन्छ त यार। अहिले प्रमाणित भइरहेको छ रविले सकाई ठगेकै होइन, भ्रष्टाचार गरेकै छैन भन्ने कुरा, झुटो मुद्दा झुटो आरोप लगाएको भन्ने कुरा त। अरे 12 भाइहरू तिमीहरू त मिडिया भएको छौ यार, न्युज बनाऊ, पत्रिकामा छाप न रवि निर्दोष छ भनेर। कुनै प्रमाण भेटेको छ 12 भाइ तिमीहरूले? अहिले रविलाई खेदो गरेर रविलाई नै यो ठग भनेर तिमीहरूको भुडी पड्काउन र भुडी फुटाउन तिमीहरूलाई पुगिरहेको छ। तिमीहरूले के एउटा निर्दोष व्यक्तिको विषयमा के समाचार बनाउँछौ? आज अदालतको न्यायाधीशलाई पनि अब रोडमा लिएर आगो लगाएर कुट्ने बेला भएको छ, आउँदैछ। न्यायाधीशले केही समयभित्रमा, यही महिनाभित्रमा, केही समयभित्रमा रविलाई छोडेन भने नि साँच्चै नै न्यायाधीशहरूलाई नै अब टार्गेट भनेको साथीभाइहरू न्यायाधीशहरू है, न्यायाधीश र अनि काङ्ग्रेस एमालेको नेताहरू, यति मात्रै। नेपालको न्यायाधीश र सम्पूर्ण न्यायाधीश र काङ्ग्रेस एमालेको नेताहरूलाई रोडमा निकालेर कुटेर आगो लगाउनुपर्छ। अब यही हो न्यायाधीशहरूलाई हो पक्का। अब चाहिँ अरू कसैले न्यायाधीशलाई छोड्नु हुँदैन। मेरो भनाइ यति मात्रै हो। यदि सक्दो तपाईँहरू नेपाली हो नि यो भिडियो सेयर र लाइक गर्नु होला।